प्रसारण गरेकै छ। सर्लाही धनकौल गाउँपालिका वार्ड नम्बर 1 सेखौना आधारभूत विद्यालयमा आज नयाँ प्रधानाध्यापकको पदस्थापना भएको छ र यहाँ चाहिँ केही विवाद थियो, वैष्णवको लागि विवाद थियो। चाहिँ एउटा श्याम सरलाई जिम्मेवारी तोक्नु भएको थियो पालिकाले, तर वैष्णव व्यक्तिको कारणले चाहिँ उहाँलाई राम्रो व्यक्तिले पनि दिन सकेन, तर उहाँभन्दा पनि वरिष्ठ व्यक्ति आइसक्नु भएको छ, उहाँ चाहिँ पदस्थापना भएको छ। उहाँसँग म केही कुरा गर्छु। सर, स्वागत छ तपाईँलाई टेलिभिजनमा शिक्षा विशेषमा। सर, तपाईँले कस्तो लाग्यो? यहाँ चाहिँ विवादित ठाउँ थियो अनि राम्रो शिक्षक अरूलाई अवसर दिएन, तर तपाईँ एउटा वरिष्ठ नै व्यक्ति हो, तपाईँलाई यो विद्यालय कस्तो सञ्चालन गर्नुहुन्छ? यो अब यहाँसम्म कि म त यो पालिकामा सर आफ्नो परिचय सहित। मेरो नाम राजेश कुमार सिंह, मेरो घर रामनगर झापा वाडा नम्बर 3। हाल कार्यरत विद्यालय हर श्री प्राथमिक विद्यालय हरकठवा 3। अनि म यहाँ त्यो विद्यालयमा चाहिँ हामी प्रावि द्वितीय श्रेणीको वरिष्ठ शिक्षक, अनि उहाँबाट चाहिँ हामीलाई विशेष जिम्मेवारी दिए। अनि श्याम सरमाथि चाहिँ आपसी चाहिँ विवाद भयो स्टाफै बिचमा। हामी उहाँलाई हेडमास्टरै मान्दैन, उहाँ हाम्रो भन्दा जुनियर हुनुहुन्छ। यहाँ जुनियर र सिनियरको समस्याको कारणले गर्दा मलाई त्यहाँबाट वरिष्ठ शिक्षकको हैसियतले